नमस्ते सबैजनालाई झोरले स्वागत छ मेरो नयाँ भ्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै आराम छु। धेरै समयपछि टक्क जहिले नि सुरुमा त्यही भन्नुपर्छ क्या, जहिले नै ग्याप भइरहन्छ है, गाह्रो छ नि। त्यही हो आजको भ्लग चाहिँ मेन। हामी अब आज सरसफाइ कार्यक्रम न्याउने कार्यक्रम भइरह। अनि जाने चाहिँ दिलीप, म, अनिल छ। अब उता गएर सालोलाई हेरौँ। अब सुशील पनि आउँदैछ अरे उता उता पल्टनबाट। हेरौँ अब सुशीलको घर जाऊँ। अनि सुशील मान्यो भने लिएर जानु पऱ्यो। अब मानेन भने हामी तिनजना मात्रै जानुपर्ने हुन्छ। के ल भ्लग चाहिँ घरबाटै ठ्याक्क यही पछाडि देखेको घर चाहिँ ल है त। अब उतै गएर भेट्नुपर्छ हामी चाहिँ। म चाहिँ अहिले सुशीलको घर नै आइसकेर ठ्याक्क यहाँबाट निस्किसक्यो। उता सालो धेरै समयपछि भेटाएर ट्याक्क लगाएर अनि त्यो दुईजना चाहिँ गइसक्यो। अब हामी चाहिँ यहाँबाट ट्याक्क जानुपर्ने हुन्छ। गाइजहरू हामी चाहिँ आइसक्यौँ। अनि यहाँ चाहिँ अनिलहरू सुरुमा आएको भनेको यिनीहरू लास्टमा आएर रहेछ त। यस्तो छ नजारा। तेल हाल्न गएको थियो अरे, हेर्न चक्की क्वालिटी देखेछ। त त जिन्दगीमा जुत्तामा मात्रै हिँड्ने भने सुनेको थिएँ। कता त्यो मान्छे छ के हुन जाऊँ। लगाइसकेर हामी आइसक्यो। साला किन डराऊ। अनि पहिला चाहिँ यहाँ ट्याक्क लगाएर यता मास्तिर थियो क्या, पौडिने ठाउँ यता थियो। तर चाहिँ अहिले चाहिँ यहीँ मिलाएर यस्तो हरियो मस्त देखिरहेको छ है। माछा त कति ठुल्ठुलो होला है यहाँभित्र। हेर्नु त ट्याक्क यस्तो घाम लगाइरह। फर्स्टमा चाहिँ हाम्रो अनिलले यहाँ जम हान्छ। अनि त्यसपछि हामी दुईजना, अनि दिलीप चाहिँ पसल जाँदैछ। के गर्न गएको भन्दै त दिलीप? भन्न भन्न स्याम्पू लिन कि यहाँ पैसा छ त खै उयो कसको नोट हो हेर्नु यहाँ। जागे लिएर उठाएर हिँड्न जा। त्यही हो। अब चाहिँ यहाँ लुगा धुन भनेको नि यस्तो अङ्कल आन्टी लुगा धुँदै रहेछ होइन। 3-4 त मभन्दा बेरोजगारी हेर्नु यो, मभन्दा बेरोजगारी हो यो। दिलीप हिरो आइसकेको छ। हाई गरिदिनु। ओए चक्की क्वालिटी देखियो। ओए त्यो डाइलग हान्दिनु त्यो टोपी लगाएर। ए भग ए कस्तो म त अर्कैको पो गर्न लाग्यो। ल भन्नु न भन्नु। ल त्यही अब चाहिँ हामी पौडी खेल्न जाँदैछौँ। हाम्रो सालो चाहिँ तात्तिसकेको छ है यहाँ चाहिँ ट्याक्क बढी रे हो। तर सिक्स प्याक चाहिँ हेर्न दामी रहेछ यहाँ, दामी रहेछ। अस्ति एकचोटि आयो क्या हामी। ल गाइज हामी चाहिँ अब यहाँ पौडी नलाइ हामी रेडी हुन्छौँ। ट्याक्क लगाएर यहाँबाट जम गर्नुपर्ने छ। तर यहाँ जम चाहिँ यहाँ नगरौँ है। तर चाहिँ यहाँ तलबाट चाहिँ गर्नुपर्ने हुन्छ हामीले। यहाँबाट गऱ्यो भने यहाँ डाइरेक्ट ढुङ्गामा लाउँछ। त्यसपछि मान्छे माथि। ल त्यही अब निस्क्यौँ यहाँबाट ट्याक्क लगाएर। अलि ढुङ्गा है बाबु, ढुङ्गा हेर यहाँ जम गरेर चाहिँ घन्टा। ल रेडी 1 2 जा। ल छिटो फाल्न त यो 1 2 3 गो। ल दिलीप यो टर्न 1 2 3 गो। यतिको चाहिँ मजा हुनुपर्छ। ल ओए हाम फाली भ्या छिट्टै। ल अब चाहिँ मै हो हाम फाल्नु। मोबाइल फालिदिउँ। ल त के भएको यो घाँटी यार, बोल्न लाउँदा पछि बिग्रिहाल्छ क्या। ल त्यही हो केटाहरू। आऊ आऊ आउन आऊ। के गरेर हो यसले? बेहोरा देखाउनु थालेको यसले ढुङ्गालाई पनि जिग्री खेरे। जेमेस्टिक हान्नु देखाइदिनु न। ल हान्नु हान्नु। सुल्ट होइन उल्टो हान्नु हान्नु। खतरा। ओए म पनि हान्दिउँ। यहीँबाट हानिदिन्छु है। ल है त कहाँबाट? यहीँबाट हानिदिन्छु म। रुक्ने
यहाँबाट हानिदिन्छु ए सरी गाइस यहीँबाट हानिदिउँ हानौँ कि नानौँ भनौँ त एकछिन है खुट्टा दुखेछ कि नत्र हानिदिन्थेँ मेरो जिग्रीले भन्दा नि खतरा हानिदिन्थ्यो मैले त लुगा सुगा धुने छ पौडी हाने के गरेको माछा छ त दामी देखिरह है यस्तो यहाँ त सुनसान छ कि यहाँ चाहिँ यस्तो भइरहेको है अस्ति चाहिँ जिग्री र म आएको थिएँ क्या पौडी न अस्ति पनि अनि के भएको थियो भने चाहिँ जिग्री चाहिँ यस्तोमा क्या यो पातल हो नि त यहाँ धेरै गहिरो होइन यहाँबाट यति आउने डरेर है आज त एक्कासी हाम फाल्दा म त सक भइरह ल यस्तो जिग्री त ल खतरा हो क्या जस ज्यामेस्टिक हान्यो यतिखेर माछा गन्दैछ ओहो नि पऱ्यो लास्ट गएर देखि चाहिँ दुईजना फेरि मासतिर गयो ए भगवान अङ्कल आन्टीले चाहिँ लुगा धुन चाहिँ झर्न गएको छ अब एकछिन माथि गइदिउँ न यहाँ माथि गइदिउँ चप्पल लाएर जाऊँ कि नजाऊँ गइदिउँ हामी चाहिँ लुगा सुगा भ्याइसक्यौँ धोएर ल अब ट्याक्क लाएर नास्ता खाँदैछौँ ट्याक्कै यता चाहिँ घाममा बस्दै यस्तो कपाल सुगाउँदै ट्याक्कै नास्ता फेरि यहाँ तर सिस्पेक चाहिँ खतरा हो कि जेस हाम्रो अनिलको ल यता चाहिँ ओ के हो यस्तो किसिमै देख्यो त यहाँ दिलीप भाइ हजुर केही भनिदिनु छ केही छैन मेरो हो र यसो सिस्पेक देखाइदिनु न यता यसो कोही कोही फिदा हुन्छ कि ल यहाँ चाहिँ भाइहरू पुरै पौडी खेल्दैछन् अघि चाहिँ खासै धेरै थिएन कि अघि चाहिँ मस्त अझ लड्डु धेरै खायो यहाँबाट यता मासु त पुरै भरिसक्यो क्या मस्त ल त्यही अब अनि यहाँबाट निस्किन्छ अब कता हुन्छ अब भ्लग हेर्नु न लास्टसम्म थाहा पाइहाल्छ ल बल्ल सक्यो गाइजहरू ल हामी चाहिँ कपाल सकल अक्कल सक्कल अक्कल सक्कल लास्टमा कपाल सुकाएर हामी चाहिँ यहाँबाट निस्किसक्यौँ अब चाहिँ ट्याक्क लाएर घरहरू जानुपर्ने हुन्छ नास्ता सास्ता खाइयो नास्ता नि के भनेर मुख चिलाउनलाई मात्रै खाइयो त्यति धेर त खाएन एक कुन्डा चौचा खायो त्यस्तो गोरो देखिरहेको होला कसम बेचारी लुकसँग गयो भने त कसम केटीहरू त ल केटाहरू चाहिँ पहिला आइसकेको रहेछ अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ है त गाइजहरू हामी चाहिँ घर आइसक्यो त्यहाँ चाहिँ हामी डान्स प्र्याक्टिस गर्दैछौँ यता चाहिँ यता छ यता पनि यस्तो छ अनि यता हाम्रो सरिता बहिनी हाम्रो जिग्री उता म्युजिकमा ल हामीले चाहिँ हाम्रो गीत कम्प्लिट गरिसकेको छ हाम्रो सरिता बहिनीलाई देख्नु यस्तो खतरा खतरा डान्स हान्छ कि यता पछाडिवाला है ल त्यही हो अब लास्ट भोक लागिरहेको छ हामी चाहिँ नास्ता खाना जान्छौँ कि के गर्छौँ थाहा छैन अघि नै भोक लागेको छ बेबी आऊ त तिमी यसलाई पिट्नुपर्छ कि तिमी मम्मीले है यसलाई यो मान्छेलाई सो अहिले चाहिँ खानासाना खाएर हामी अब सुत्न लागेको छौँ अनि त्यही भएर चाहिँ यता हाम्रो जिग्री आएको छ आज हाम्रो घर सुत्ने हेर्नु हो कि होइन भन्नु न घडी देखाइहाल्यो हाम्रो जिग्रीले चाहिँ होइन तर हाम्रो जिग्रीले चाहिँ यस्तो खतरा डान्स हान्छ कि है हो कि होइन डान्स स्टेप देखाइदिनु न एकचोटि के यस्तो खतरा हानिदिन्छ क्या हाम्रो जिग्रीले चाहिँ होइन ट्याक्क लगाएर खाना खानु भयो क्या है ल त्यही अब आजको दिनै त्यही भयो क्या पौडी खेल्न गयो केटाहरूसँग अनि आयो डान्स सिक्यो जस डान्स चाहिँ यस्तो राम्रो छ है हो कि एकदम राम्रो भन्नाले हामीले चाहिँ अब जानेको जति गरे के अरे अब अरूले नराम्रो देख्छ भने चाहिँ यसमा हाम्रो के दोष होइन ल त्यही हो अब चाहिँ
ब्लगलाई चाहिँ यतितिर एन्ड गर्छु अनि जो नयाँ हुनुहुन्छ च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि सबैजनालाई ह्याप्पी तिहार बाई 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 गरिदिनु त के हो हजुर हेर्दै भन्ने हो बाई